Hello सबैजनालाई गुड मर्निङ आफ्टर लङ टाइम वेलकम ब्याक टु माई च्यानल अनि तपाईँहरूलाई सबैलाई स्वागत छ फेरि पनि न्यानो अभिवादन। आज चाहिँ हामी फ्यामिली सबै मिलेर कालिम्पोङतिर जान लागेको छौँ। कस्तो हुन्छ हेर्दै जानु होला। कस्तो छोरी गुड मर्निङ रेडी आइसकेछ है छोरी ल को ब्लग हो चन्ने ब्लग आइसक्यो बुहारी र भाइ छोरी ओए छोरी कसलाई भेटेको रे दिदीलाई आएको र दिदी यो मस्त लगभग 1 घण्टाको यात्रापछि हामी मुरीतिर तर्फ त्यसपछि हामी दोलखाको जिल्ला आइपुग्यो। हजुर टोपी लाखै त हामी चाहिँ खरे ढुङ्गा दोलखा आइपुग्यो। टक्क अब चिया खाने बेला भयो। चिया खानु पर्ला जस्तो छ। बारी डाँडा हेरौँ हाम्रो गाडी एकदम दबाल बबाल छ। गुम्बा पनि छ। हामी चिया खायौँ। त्यसपछि एकछिन टिकटक बनाउनेतिर लाग्यौँ फ्यामिलीको सानो बच्चाहरूको। अनि उतातिर हेरेँ कस्तो राम्रो दृश्य देखेँ। मनै आनन्द भयो है। बिहान बिहान घाम उदाएको देख्न पाएँ। त्यसपछि फेरि हामी कालिम्पोङतर्फ लागे। खाएर अब हिँड्छौँ अगाडितिर। छोरी रेडी हो रेडी हो लेट्स गो भन त लेट्स गो भन त म दिन्छु अङ्कल टोक्नु। अब हामी खाजा त्यो वाट इज दिस दिस इज अ लिची जुस होइन ल ल गाइजहरू दिइसक्यो। त्यसपछि खाजा खायौँ। अघि बढ्दै गर्दा कालीचोकतर्फ जाँदा धेरै रमाइलो ठाउँहरू पनि देखेँ। कति आनन्द आउने ठाउँहरू पनि रहेछ। तपाईँहरू पनि घुम्न आउनु होला। अझ एकदम आनन्द लाग्यो टाढा पाखा देखेर। सबै कहाँ हो आँसु खै भयो भने यिनीहरूको त रिलै भर्छ अलिकति अगाडि पुग्दाखेरि त कस्तो राम्रो घाम लागिरहेको आनन्द आउने डाँडाहरूको दृश्यहरू देखेँ। धेरै पछि यो आनन्द लिन पाएँ। शिवरात्रि जय शम्भ जय शम्भ। फाइनली लगभग 3.5 घण्टा 3.25 घण्टा भएपछि हामी कालिम्पोङ आइपुग्यौँ। ल हामी चाहिँ एकदम कालिम्पोङ आइपुग्यो होइन। कस्तो दामी छ नि ठाउँ हेर्नुहोस् है। कति दामी छ कालिम्पोङ डाँडा। त हिमाल देखिरहेछ हामीले सल्ल हेर्नु होला यो डाँडा। अनि यो मेरो छोरी यहाँ जानु छोरी त्यहाँ बस्न पोज दिनु त ल यता हेर्नु। हेलो गाइज भन हामी कुन मन्दिर हो छोरी कालिम्पोङ डाँडा पनि छ। ल कस्तो छ यो बहिनी आएको छैन आउँदैछ एउटा त्यहाँ आउँदैछ पुच्ची नजिक कुदेर आउँदैछ। ल फिनिस गर छोरी खानु त छिटो। तपाईँले मेकअप गर्नुपर्ने अहिलेदेखि लिपस्टिक वेटिङमा छ। गाइडहरू केबल कारको भिड यस्तो छ होइन। तपाईँहरू केबल कार आउँदैछ गाह्रो छ। हामी चाहिँ यस्तो रे टिकट छ यो 600 रुपियाँ पर्दो रहेछ गाइज अप डाउनको। छोरी पारा 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 ल कति भिड हो यो हाम्रो। ल पारा हो छोरी यता हेर्नुहोस् न बहिनीलाई
यता हेर्नु न भयो ल फिनिस नो भयो ल भिड छ है गाइस यो रिसायो आँसुसँग बोल्नु दे ल छोरी बाबुलाई के छ आँसु भन्न हेलो गाइस भन टोलीहरू यहाँ छ बच्चाहरू एकदम एक्साइटेड थिए केबल कार चढ्नलाई उनीहरू एकदम एक्साइटेड भइरहेछ ल एकदम एक्साइटेड छ बच्चाहरू 4 जना होला हाम्रो साथीहरू के यात्राको साथीहरू के भन्ने त ल कहाँ आइपुग्यो ल भन्न त छोरो हो ओके कहाँ चढ्नु भएको ल भन्नु केमा चढेको गुड झन् यति बेलै घाम गइरह्यो भने गाह्रो भएर उसलाई चाहिँ एकदम गाह्रो भएछ छोरी नि यता उनीहरू गाह्रो भएर हिँड्दैछ ल सबैजना अलिकति होसियार भएर आउनु होला चिसो छ होइन एकदमै हाई लाग्न सक्छ बिस्तारै बिस्तारै आउनु होला भारी सामान बोकेर अप्ठ्यारो हुनसक्छ हाम्रो बुढीलाई भनौँ भने मेरो बुढीलाई नि गाह्रो भएछ अलिकति यहाँ आउनु त ल कस्तो छ अहिले ठिक छ के छ भने बिस्तारै हिँड्दा मुख सक्नुपर्छ क्या ल तलतिर हिउँ रहेछ है छोरीले फेरि ढुङ्गा देखिहालेछ त्यहाँ ढुङ्गा खप्टाएको देखेर उसलाई पनि एकदम खेल्न मन लागेर भनेर एकछिन खेल्छ नि बाबा भनेर एकदम खुसी भइन् अनि खेलिन् मैले पनि खेल्न दिएँ अनि त्यसपछि फेरि अगाडि बढेँ हामी मासतिर मन्दिरतर्फ लाग्यो हामी दुईजना बिस्तारै सबैजनाले छोडेर गइसकेको थिएँ ऊ फेरि घन्टी बजाउन एकदम एक्साइटेड भइरहेको थियो र बजाउन पनि दिएँ फाइनली एकदमै गाह्रो साह्रो गरेर बल्ल 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 आइपुग्यो मनै आनन्द भयो अनि उनीहरूले पूजाको सामग्रीहरू तयारी पारे रेडी गरे अनि हामी पूजा गर्नुतिर लाग्यो ल छोरी ल टोपी सिधा गर्न छोरीको छोरी त्यहाँ पोल्छ है यता खिच्नु कहाँ आइपुग्यो लामो सर है हामी कालिम्पोङ ठिक छ एकदम राम्रो भएर छ तर अलिक गाह्रो रहेछ केटा होइन हाई लाग्ने चान्सेस रहेछ तर तपाईँहरू पनि यसो अलिकति सावधानी अप्नाएर आउनु होला एकदम बिस्तारै गरेर नआउनु बिस्तारै स्लोली एकदम रेस्ट गर्दै आउनु होला हाई लाग झुप्दिनु रे न छोरी नगर छोरी भाइ अबे गर्नु त्यहाँ राख्नुहोस् भगवान्लाई राख्ने हामीले के छोरी त्यति नै हो ल्याउनु रे भाइ भइसक्यो मामला दिनु भाइ भाइ मुनु मुनु गर मामलाई मामलाई त्यहाँ होइन माथि 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 भगवान् माथि माथि यता यता छोरी ल अगाडि ल गर्नु मुनु मुनु गर्नु ल झरे झरे माथि राख मामलाई त्यो एउटा भयो भयो यता आउने यता आउनु यता चाङ मन्दिर क्या हो
छोरी गर्नु है यो समय अब दान गर न अरू चाहिँ किन गर्नु पर्यो होइन फोटो पनि दान चाहिँ गर न दान कहाँको टिका लान्छ सबै ठाउँ अलिअलि फोटो खिच्नु छोरी नगर पैसा दिनु न चढाउनु छोरी माथि हाल्नु अलिकति यता यता न आऊ चामल छ अब यो दाङ दाङ डुङ डुङ लामलाई सरी आऊ न हाँ छोरी तीनचोटि लगभग आधे घन्टा जति 1 घन्टा जति हामीलाई समय लाग्यो दर्शन गरिसके माथिबाट देखिने दृश्यहरू एकदम रमणीय थियो ल बच्चाहरू एकदम डराएर है माथिबाट झर्न गएर उत्र छ रिङ्गटा लगाएर तपाईँहरू पनि आफ्नो बच्चा छ भने सम्हालेर हिँड्नु होला फाइनली हामी 1-2 घन्टापछि अब फर्किनुतर्फ लाग्यौँ सबै सकियो दर्शन पनि गरे सबै कुरा राम्रै भयो हस्त धन्यवाद सबैजनालाई डर लाग्यो मलाई त यार कस्तो लाग्यो डर लाग्यो मान्छे डराएर के छोरी डराएन हो छोरी त नडराएर हेर्दै रहेछ छोरी के रहेछ यो मान्छे डरायो हो लास्ट के हो कालिम्पोङ आइपुग्यो होइन त आउने भने होइन त कस्तो लाग्यो त नि बुढोले ल्याइदिएछ के छ प्रतिक्रिया दिनुहोस् त गृहमन्त्रीज्यू छैन के पनि खुसी छैन के हो यार छोरी छोरी केबल कार कस्तो भयो ल केबल कार चढ्दा कस्तो भयो डर लाग्यो के हो चस्मा खोलेर हेर न कति राम्रो त्यो उसमा आउँदाखेरि मात्र फेरि घटाएको चाहिँ घटाएको चाहिँ नदरेको त्यति बेलामा चाहिँ डर लाग्ने पिङबाट कस्तो उसको डर पो लाग्छ लागेन होइन आइसकेको छ त होइन कस्तो रमाइलो भएको छ है अनि छिरिसकेको जस्तो छ अझै कस्तो तातो भयो है अनि बल्ल हामी कहाँ आइपुग्यो गाँठोमा आइपुग्यो हो होइन 134 को टार्गेट भयो नि त भयो भयो सरी अब 24 ए अन्त कस्तो भइरहेछ केबल कारमा चढ्दा 24 पनि पच्यो आज के उनलाई जति रमाइलो गर्छ ल छैन अहिले है सुरल सुरल तल गर्नु छोरी यता हेर्नु अनि हो मोबाइल स्विच अफ त यार स्विच अफको टेन्सन छैन नि जिन्दगीमा एकचोटि आइन्छ यता बस्यो भने डरै नहुने रहेछ मेमोरी बनाइन्छ फर्किने क्रममा साह्रै भोक लागेर हामी डललघाट आएर खाजा खायौँ साह्रै भोक लाग्यो है टिमुरको अचार लबर छोरी के खाने तपाईँ भन्नु त चिकन खाने ओके छोरीले चाहिँ चिकन अरे Hello guys. नम्बर समाचार फाइनली घर आयो सबैलाई धन्यवाद शेयर सब्सक्राइब लाइक पनि गरिदिनु होला धन्यवाद